जे प्रभु श्री राम के नहीं वो कोनो काम के नहीं। कायम कर हिंदू राष्ट्र कायम कर हिंदू मार्न पाउँदैन हिंदू माथि को दमन बंद कर हिंदू को हत्या बंद कर हिंदू को हत्या बंद कर हिंदू माथि जे जाति बंद कर हिंदू मार्न पाउँदैन। र एउटा कुरा म जुन घटना भएको छ त्यहाँको सिडिओले जिम्मा नलिएको अहिलेसम्म त्यहाँको सिडिओले जिम्मा नलिन सकेको हो। यो घटनालाई म यो सरकारलाई यो पुलिस प्रशासनलाई यो मैले सोध्न चाहे यो जवाब मागे कि दुई पक्ष झडपमा हिन्दूलाई 11 जनालाई गोली लाग्यो तर मुस्लिमलाई एउटालाई पनि किन गोली लागेन त्यो यो म सिडिओलाई यो पुलिस प्रशासनलाई यो सरकारलाई सोध्न चाहन्छ। म रामचन्द्र सनातनी मलाई जवाब चाहियो। यदि जवाब दिन सकेन भने यो सरकार यो पुलिस प्रशासन यो जिल्लाबाट यो कुरा बुझ्दा यो देशको आन्दोलन मुख्य मुटु बन्छ यहीँबाट बन्छ। यदि कसैले यहाँ दमन गर्न कोसिस गर्यो भने सुनाए सबै केटाहरू कसैलाई पनि नछोड्ने। यहाँ पुलिस प्रशासन कोही हो भने यहाँ दमन गर्न कोसिस गर्यो भने कसैलाई छोड्न पाउँदैन कोही कसैलाई छुट्न दिने किनभने हाम्रो भाइलाई यही पुलिस प्रशासनले हत्या गरेछ नि त गरेको छ व्यवस्था यो आन्दोलन अहिले यहाँ भएर छ 3 बजे लानमा छ अहिले बन्दीपुरमा पनि हुँदैछ चोरमामा पनि देशभरिमा पुरै कलेक्सन भइसकेका साथीहरू हाम्रो साथीहरू सनातनीहरू गाउँ गाउँबाट झर्दैछन् र यो देशभरिको यो आन्दोलन हो। जबसम्म